डुम्रे बजार नजिकै भएको चाहिँ दुर्घटना सबै दुर्घटना दुईवटा बस चाहिँ एक आपसमा ठक्कर खाँदा ड्राइभर साइडका दुईटै चाहिँ भाग चाहिँ पूर्ण रूपमा क्षति भएको छ। यो चाहिँ डुम्रे बजारको त नजिकैको दृश्य हो। हामीले डुम्रे बजारको भन्दा अगाडि नयाँ पुल जाने बाटोमा देखाइरहेका छौँ। यो घटना केही समय अगाडि घटेको भन्ने छ। यहाँ चाहिँ अब ठुलो दुर्घटना भएकोले अब यो देख्न सकिन्छ ठुलो दुर्घटना। भनेको दुईटै ड्राइभरहरू भित्रै हो।